पर्छ हेर्नुस् यहाँ पोखरी बनाएको छ हेर्नुस् यहाँ यतिको वर्षाको लागि पोखरी भएको छ भने हल्का पानी पर्दा पानी जमेको छ यहाँ भनिसकेपछि यो स्लोप कहाँ छ कसरी बाटो बनाएको छ अब यो इन्जिनियरले आएर यसलाई कसरी के गर्छ त्यो नागरिकको कुरा हो तर यहाँ सामान्य बच्चा सानो बच्चादेखि लिएर ठुलो व्यक्तिहरूलाई थाहा छ यो बाटो यहाँ बनाउँदाखेरि गुणस्तरहीन बनाएको बाटो भन्ने कुरा हामी यहाँ आफ्नो आँखाले हेर्न सक्छौँ यहाँ हामी अरू पनि हेर्न सक्छौँ यहाँ अब कहीँनिर लेभलिङै मिलाएको छैन यहाँदेखि चोकसम्म पनि पट्यापर यस्तो छ ढर्को एकतिर ढर्को छ एकतिर गहिरो छ कहीँ अलिकता अब हाम्रो त पट्यापर स्कुलमा अलिकता त्यो सरकारी स्कुल त हो नि जे भयो भने स्लोपिङको दिनको लागि हामीले 2 महिना अगाडि नै भनेको थियो सरलाई पनि भनेको थियो अनि सरले वदा अध्यक्ष कसलाई कल गर्नुभयो तर स्लोपिङ हामीको अलिकता पनि छैन किनभने त्यहाँनिर बच्चाहरू पढ्ने ठाउँ हो एक्सिडेन्ट हुनसक्छ भोलि पर्सि गएर तपाईँले यो देखाउनको लागि के देखाउनको लागि अलिकति क्यामेरामा बुझाइदिनु तपाईँले यहाँ छ बाटो यस्तै हुन्छ यो कहाँसम्म छ यो कहाँसम्म छ यहाँसम्म छ यहाँ हेर्नुहोस् यो तपाईँले तानेर कहाँसम्म लाग्यो होइन यो फुटाएर यस्तो यहाँ आएको छ यहाँसम्म छ बाटो यहाँ हेर्नु यहाँसम्म ठिक छ यहाँसम्म कति छ बाटो त्यो पनि यो तपाईँतिर बढी पेलियो भनेर तपाईँले यसलाई उकाएको त्यति हो कुरा अरू कुनै कुरा होइन बाटो एकदमै गुणस्तरहीन भएको छैन राम्रो बाटो राम्रो छैन यो 1 सालदेखि 1.5 सालसम्म जान्छ रोड के छ भन्नु त यो रोड जुन छ नि यो त रोड वास्तवमा यो भ्रष्टाचारीमा रोड हो यो रोड यस्तै हुन्छ यो पानी लागिरहेको छ यो कहाँ छ यो मसला छ यसमा मसला छोड्न नमल्किहाल्छ जानकारी गराइदिउँ मेयर बाहिर रहेछन् तर अनुगमन अरू पनि छन् उहाँहरू आउनु भएको छैन ल म यस्तो तपाईँको मार्फत म मेयर साहब भनेर चाहन्छु यो तपाईँ आएर यहाँ मेयर साहब तपाईँ आएर यहाँ अनुगमन गर्नु राम्रो सुधा काम गराउनु दर्शकबिन म अहिले सुनवर्सी वार्ड नम्बर 6 मा आइपुगेको छु र यो वार्ड नम्बर 6 मा हिजैको दिनदेखि यहाँ एकदमै विवादित भइरहेको छ दर्शकबिन यो निकै लामो समय पश्चात यहाँका स्थानीयहरूले यो धुलो मुक्त हुन्छु भनेर विभिन्न चरणमा उहाँहरूले पटक पटक नगरपालिका विभिन्न भनौँ न तपाईँको सिडिओ कार्यालय पनि धाएर यो जुन अहिले तपाईँको सिक्टीबाट जुन तपाईँको यो पथरीसम्म जुन सडक बनिरहेको छ त्यो लगभग 2 किलोमिटर सडक बन्ने क्रम यो जुन रहेको थियो यो खिकिरदाङ्गी चोक हुँदै तपाईँको यो पथरी जाने क्रम रहेको जुन सडक छ त्यो सडक निकित्यान राज कन्स्ट्रक्सनले करिब 2 करोड भनौँ न 2 करोड लगानीमा यो बाटो बनाउने जिम्मा लिएको थियो र यो खिकिरदाङ्गी चोक र यो आसपास भनौँ न यहाँभन्दा अलि अगाडि पनि छन् यो बाटो निकै नै गुणस्तरहीन भएको यहाँको स्थानीयहरूको भनाइरहेको छ र हामी पनि आज आएर हेर्दाखेरि साँच्चैमा यो बाटो भने जस्तो बाटो छैन 2 करोडको लगानीमा कस्तो बाटो बनिरहेछ भन्ने म यहाँ तपाईँलाई देखाइरहेको छु यहाँ हामी हेर्न सक्छौँ यो हिजो भर्खरै बनाएको छ बाटो र बाटोमा हामी यो उहाँहरूले प्रयोग गर्ने जुन हामी अलकत्रा भन्छौँ एकदम कम मात्रामा रहेको छ पकड नभएको र यो गिट्टीहरू यो हेर्न सक्छौँ हामी यो 10-15 दिनमा यहाँ गाडी गुर्यो भने यी सबै उक्किने जस्तो खालको गिट्टी रहेको छ र हामी यता पनि हेर्न सक्छौँ कुन ढङ्गले बाटो बनाएको छ हेर्नुहोस् यहाँ यसरी हालेर छोडेर गएका छन् म यहाँ क्यामेरा पर्सनले देखाउन अनुरोध गरेँ र अगाडि पनि हेर्नुहोस् उहाँहरूले स्लोपिङ कसरी बनाएको छ र यहाँ हेर्नुहोस् के ढङ्गले यहाँ काम गरेको यो चोकको रहेको छ म यहाँका स्थानीयहरूसँग यहाँ हिजो विवाद पनि भएको थियो दर्शक बाटो काटिएको भिडियो हामीले देखाएका थियौँ म उहाँसँगै के कुराकानी गर्न गएर आखिर उहाँले किन बाटोमा के विवाद भएको थियो म यही ठाउँमा आएको छु जुन ठाउँमा हिजो केही विवाद भएको थियो र आमा हुनुहुन्छ सायद उहाँ आमाले नै यो गरिरहेको दृश्य थियो हिजो यो तपाईँले बाटो यहाँ के भएर तपाईँले यो बाटो तानिराख्नु भएको थियो के विवाद भएको अलिकति भनिदिनु त तपाईँ मैले पटक पटक भन्दाखेरि यो बाटोमा माल भएन यहाँ हेर्नु यहाँ मैले फुटाएको किन हो यो माल हेर्नको लागि यो गुणस्तरी बाटो भएन भन्दा आफै काट्न थाले उताबाट बुल्लु आएर यहाँ यस्तो गर्न पाइँदैन बाटो बनाउँछ भत्काउँछ सबैजना मिलेर आएर हामीसँग झगडा गर्न थाल्यो र आवर प्रदेशमा हाम्रो जम्मै न्युज किन फलाफाल गरेको छ अर्काको छोडी चेलाई त्यस्तै गर्न पाइन्छ त यो तपाईले आवर प्रदेश न्युजमा आयो कि तपाईले बाटो चाहिँ के कारणले यही कारणको लागि यहाँ हेर्नुहोस् कति छ यसमा मसला
मसला देखाउनको लागि हो, तपाईले त्यतिखेर त्यतिखेर मैले आफै काटेको आफै बाटो काट्दिनु हो, भयो आफै तपाईले काटेको। त्यतिखेर तपाईले जनप्रतिनिधि सडक विभागको मान्छे थियो कि थिएन सबै थियो त्यो थिएन थिएन सडक विभागको मान्छे भन हुँदाखेरि अरे बोल्दा बोल्दै झगडा गर्दै गर्दै त उनीहरू गइहाल्यो अनि तपाईले बाटो काट्दिनु भयो त्यही म भएर त काट्दै थिएँ त तपाईले उनीहरू यो गइहाल्यो। देखाउनको लागि के देखाउनको लागि अलिकति क्यामेरामा बुझाइदिनु यहाँ तपाईले हेर्नु त यहाँ छ अँ। बाटो यस्तै हुन्छ यो कहाँसम्म थियो यो कहाँसम्म चाहिँ यहाँसम्म छ यहाँ हेर्नुहोस् यो तपाईले टानेर त्यहाँसम्म होइन लाग्नु यो फुटाएर यस्तो यहाँ आएको छ यहाँसम्म थियो बाटो यहाँ हेर्नु अँ। तपाईँ यो हेर्नु, यहाँसम्म त्यहाँ पनि थियो। हेर्नु, ठिक त्यहाँ छ, हेर्नु। यहाँसम्म यहाँ हेर्नु थियो। कति छ बाटो त्यो पनि यो काट्न यो सक्छ। तपाईतिर बढी पेलियो भनेर तपाईले यसलाई उकाको हो हजुर। त्यति हो कुरा त्यति कुरा। अरू कुनै कुरा हैन त्यो उकाको होइन त्यो पेलिएको होइन यो गुणस्तरी बाटो छ कि छैन यति मात्रै फुटाएको मैले गुणस्तर बाटो तपाईले के लागिरहेछ अरू ठाउँमा राम्रो भएको छ कि होइन नहीं? सबतिर यस्तै छ त्यही भएर मैले फुटाएको सब ठाउँतिर यस्तै हो छ यस्तै छ हेर्नु तपाईले रोक्नु भएन यो काम गर्नको लागि किन रोकेको छु सबैजना रोकेको छ यहाँ जनताको जम्मै जनताले रोकेको छ जम्मै जनताले त्यो खेल्न लगाएको छ त्यो बेलचा लिएर मसला खाल्छ के हो यो तरिका यही हो बाटो बन्ने तरिका जस्तो भन्नु त यो तपाईहरुले यसलाई रोक्नु भयो कि रोक्नु भएन के छ तपाईले सबैजनाले रोकेको छ किन रोकेको छ यहाँको सबै जनताहरूले यहाँ विरोध गरेर रोकेकै हो तर उहाँहरूलाई रोक्दा पनि अब उहाँहरूले चाहिँ के गर्नुभएछ भने चाहिँ त्यहाँसम्म लगिसकेको थियो गाडी मेसिन चाहिँ अनि मेसिन फेरि ब्याक गरेर चाहिँ उहाँहरूले चाहिँ के गर्नुभएछ भने ठाउँ ठाउँमा बेल्चा लिएर चाहिँ मसला हाल्न थाल्नु मैले चाहिँ के भने यसरी बेल्चाले मसला हालेर साध्य छैन तपाईँ पनि आफै पनि हेर्नु उताको बाटो र यताको बाटो यता कति स्लोपिङ छ र उता कति छ यो तपाईँले बेल्चाले हालेर चाहिँ साध्य हुँदैन त्यही भएर म एक्लै भए पनि म यहाँ उभिरहेँ उहाँहरूले के गर्नुभयो ए तिमी भाग तिमीलाई अहिले यो त्यो के भन्छ मसलाले पोल्ला भनेर अनि यहाँ खुट्टामा पोलो पनि त्यसपछि म साइड भइदिएँ अनि साइड भइसकेपछि त अब त गुणस्तरीय त चेक गर्नु पर्यो नि उहाँहरूले भन्दै लगाउँदा पनि चेपेर गइहाल्नु भयो यति हो त्यति कुराले तपाईहरुको यो अनि त्यसपछि यो यही ठाउँमा मात्र विवाद भएको कि अरू ठाउँमा पनि त्यस्तै छ यहाँ विवाद भन्नाले पनि अब सबैले आफ्नो पर्सनल कुरा त राख्न पाइयो मलाई चित्त बुझेन मैले त राख्न पाएँ तपाईले जनप्रतिनिधि अथवा सडक विभागका मान्छेहरुलाई कल गर्नु भएन यो मैले विषयमा जनप्रतिनिधिलाई उपमेयरलाई पनि कल गरेँ उहाँले भन्नुभयो मेरो फोन उठाउनु भएन अनि कान्छो काकाको छोराले फोन गर्दाखेरि चाहिँ म मरिमराङमा छु भन्दै म त्यही बाटो हुँदै कार्यनिर्माण भइरहेको थियो त्यही बाटो हुँदै आएँ भनेर भन्नुभयो आज आउनु भयो कि भएन आज चाहिँ मैले फोन गरेको छैन अनुगमन आज हेर्न आएका हैन कुनै यत्रो विवाद भइसकेपछि यहाँ कोही आछ कि छैन आज आएकै अहिलेसम्म कोही आएको अहिलेसम्म कोही आएको छैन छैन नगरपालिकाबाट कोही आएन हेर्नको लागि सडक विभागबाट पनि आएको छैन शुभ नाम चाहिँ मेरो नाम रोहित थापा हो यही हजुरको घर यतै हो मेरो होइन मेरो माथि पर्छ के छ बाटो हेर्दा तपाईँ के देखिराख्नु भएको छ यो त यो गुणस्तर छैन यो बाटो यो राम्रो छैन बाटो बाटो राम्रो छैन छैन यो बाटो के छ फेरि उक्किने खालकै बाटो यो त्यस्तै हजुरको शुभ नाम नाम सन्तोष कुमार छ कहाँ घर चाहिँ हजुरको मेरो घर अमरदा हो के छ बाटो तपाईँ अमरद यो डाइनी अरङ्गेली सधैँ यो बाटो प्रयोग यो बाटो गर्नुहुन्छ 6 महिनाभन्दा बढी टिकेछ भने होइन यो बाटो 6 महिनाभन्दा बढी टिकेछ भने जसले जे भन्छ त्यही गर्न तयार म 6 महिना पनि टिक्दैन टिक्दैन यो ग्यारेन्टीको साथ यति कमजोर बाटो यति बनाएको छ कमजोर बाटो तपाईँ यहीँबाट उकाएर हेर्न सक्नुहुन्छ त्यही भएर त मैले उकाएँ ए यहाँ हेर्नुहोस् लाइभ हेर्नुहोस् यस्तो हुन्छ बाटो हेर्नुहोस् 6 इन्ची हुनुपर्छ मापदण्ड के छ 6 इन्ची छ यो हेर्नुहोस् कति छ 2 इन्ची छ यहाँ तपाईँ हेर्न सक्नुहुन्छ नि सबैजनाले हेर्न सक्नुहुन्छ नि 2 इन्ची पनि छैन यसको होइन यो जम्मा 2 इन्ची पनि छैन जबकि यो यसको मोटाइ मिनिमम पनि 6 इन्ची हुनुपर्छ आधी फुट भनेपछि यो एकदमै फ्रड काम भएको छ ठगिएको छ जनता एकदम ठग यहाँको जनतालाई ठगिएको छ हाम्रो करलाई एकदम नराम्रो तरिकाले दुरुपयोग गरिएको छ दर्शकबिन अहिले नयाँ सरकार आएको छ जेनजीको नयाँ सरकार यो भ्रष्टाचार सुशासन हुनु यो जुन भइरहेको थियो देशमा त्यसलाई मुक्त पार्नको लागि भनेर अहिले बालेन सरकार आएको छ म बालेन सरकारलाई अनुरोध गर्न चाहन्छु यो सुनवर्सी नगरपालिका वार्ड नम्बर 6 मा 2 करोड लगानीमा बनिरहेको बाटोमा कृपया नेपाल सरकारले एकपल्ट ध्यान दिनुहोस् कस्तो कार्य भइरहेको छ यदि यहाँ भ्रष्टाचार भएका छन् भने कृपया त्यस्ता ठेकेदारहरूलाई त्यस्ता कन्स्ट्रक्सनहरूलाई कृपया कानुनी कारबाहीमा लिएर आउनुहोस् र लाइसेन्स त्यस्ताहरूको रद्द गरी पाऊँ भनेर म यस मिडियाबाट नै उहाँहरूलाई तपाईँहरूलाई अनुरोध पनि गर्न चाहन्छु म अरू पनि यहाँ स्थानीय हुन्छ उहाँहरूसँग के कुराकानी गर्न गइरहेको छु हजुरको शुभ नाम चाहिँ के हो मेरो नाम सनोज सहनी हो सनोजजी के देखिराख्नु भएको छ यो तपाईँ घर अगाडि बाटो बनेको छ
कस्तो लागिरहेछ बाटो हेर्दाखेरि के लाग्छ? बाटो त एकदम चकाचक छ नि। यतिको बाटो बन्नु भनेको धेरै ठुलो कुरा हो नि, धेरै उपलब्धि हो नि। चकाचक छ। चकाचक छ नि। कति दिन टिक्छ यो बाटो? यो बाटो धेरै टिके पनि 6 महिना जति टिक्छ। 6 महिनासम्म हामीले धुलो खान पाएनौँ भने त्यही धेरै 2 वर्षको आयु अझै बढ्छ। यदि 2 वर्षको आयु अझै बढ्छ भनेपछि यो 2 वर्षको आयु बढाइदिने मेन मुख्य हाम्रो मेयर सुनवर्सी नगरपालिका मेयरलाई म धन्यवाद दिन चाहन्छु। यो कुराले गर्दाखेरि पनि हामी 2 वर्ष आयु बढ्यो, त्यसको लागि हामी धन्यवाद दिन चाहन्छौँ। र उपमेयरजीलाई पनि हामीले त्यत्रो कल गरेर बोलाउँदाखेरि पनि उहाँ उपस्थित नभइदिन, त्यसमा पनि उहाँलाई धन्यवाद। र हाम्रो छेउमै यहाँ वाडा कार्यालय हुँदा पनि वाडा कार्यालयदेखि वाडा अध्यक्षसम्म मान्छे यहाँ नआएर 6 नम्बरको नआएर यसो रेखदेख नगरिदिँदाखेरि त्यसमा पनि हामी एकदम धन्यवाद दिइरहेछौँ होइन। धन्यवाद त सबैलाई दिने हो, यहाँको हामीहरूको समाजलाई पनि धन्यवाद दिनुपर्छ, आफूले पनि धन्यवाद दिनुपर्छ होइन। अब कुरा अब भन्दै हुनुहुन्छ नि तपाईँहरू, जुन यो के अरे पिच गरेको कति इन्च भयो, कति के भयो, गुणस्तरहीन भयो, विवाद हिजो के कारणले पर्यो अब तपाईँहरूले त निष्पक्ष थाहा पाइ नै हाल्नुभयो होला होइन। भिडियो मार्फत तपाईँले जानकारी पाइ नै हाल्नुभयो। उहाँहरू केही भन्दिनँ होइन। तपाईँको लागि 6 महिना टिक्यो भने धेरै ठुलो उपलब्धि हो, यो धेरै ठुलो उपलब्धि हो। र हामी 2 वर्ष आयु हामीहरूको थप्यो, त्यसको लागि धेरै धेरै धन्यवाद। दर्शकबिन, यो बाटो 6 महिना पनि टिक्दैन भन्ने यहाँका स्थानीयहरूले भनिरहेको छ। अब तपाईँ आफै बुझ्नु होला। के राख्नु भएको दिदी, यो बाटो कस्तो देखिराख्नु भएको छ? यहाँ पोखरी चाहिँ हजुर माझा मर्दा पनि हुन्छ वर्षा। अहिले त यतिमा पोखरी भइरहेको छ, झन् वर्षामा झन् कस्तो होला थाहा छैन। यो त हिजै बनाएको बाटो हो नि त। 2 करोडको बाटो हो, 2 करोडको बाटो पोखरी बनाएको छ है। भ्रष्टाचार भएकै हो। अब भएकै त हो नि। अब अलिअलि मतलब गिटी पातल हालेर पुरै पिच बनाइदिएको छ, सर्टकटमा निकालिहाल्छ पैसा। अब कता गयो पैसा म नेपाल सरकारले भन्छु, यसको पैसा तत्काल रोकिनको लागि यो पैसा जे छ अहिले निक्लेको छैन, तर यो पैसा चाहिँ रोक्नुपर्छ। हेर्नुहोस् यहाँ पोखरी बनाएको छ, हेर्नुहोस् यहाँ यतिको वर्षाको लागि पोखरी भएको छ भने हल्का पानी पर्दा पानी जमेको छ यहाँ भनिसकेपछि यो स्लोप कहाँ छ, कसरी बाटो बनाएको छ। अब यो इन्जिनियरले आएर यसलाई कसरी के गर्छ त्यो प्राविधिक टोलीको कुरा हो। तर यहाँ सामान्य बच्चा, सानो बच्चादेखि लिएर ठुलो व्यक्तिहरूलाई थाहा छ यो बाटो यहाँ बनाउँदाखेरि गुणस्तरहीन बनाएको बाटो भन्ने कुरा हामी यहाँ आफ्नो आँखाले हेर्न सक्छौँ। यहाँ हामी अरू पनि हेर्न सक्छौँ यहाँ के रहेको छ। यहाँ म दाइलाई सोध्छु, के रहेको तपाईँ घर यहीँ छ, के यो बनाउँदाखेरि यहाँका जनप्रतिनिधिहरूलाई अथवा कसैले के बोलाउनु भएन, के भन्नु भएन? यस्तो छ, जस्तो यो तपाईँको प्राइमर गर्नुभन्दा पहिले जुन एकचोटि त्यो ठेकदार आएको थियो नि, हामीहरूलाई भने यो चित बुझ्दो यो बाटो चाहिँ छैन, तपाईँलाई बरु यो तपाईँको ठेक्कामा परे, यदि त्यसमा अपुग भयो छ भने सर्वोदलीय बैठक बसाउनु, हामी तपाईँलाई बरु पहल गरेर बरु 2,000 करोड के हुन्छ जति तपाईँको मापदण्ड हुन्छ त्यसलाई हामी दिलाउँछौँ। तर बाटो बनाउँदा राम्रो बनाउनु। झन् उहाँले के भन्दै थियो, मेरो चाहिँ तलदेखि माथिसम्म मलाई पहुँच, हेर्नु त है तपाईँ पहुँच भन्नु नभन्नुहोस्। अहिले हिस्ट्री फेरि नै चिज हो, सरकार चेन्ज भयो, तपाईँ त्यस्तो कुरै शब्द ननिकाल्नु। अनि त्योभन्दा अलिकति हामीसँग अलिक सरकार पनि पऱ्यो। तर यसले गर्दा मैले के भन्न चाहन्छु, अहिले स्थानीय जुन सरकार हुनुहुन्छ उहाँसँग मैले आग्रह यही छ, जति पनि तिनीहरू मिलो जे गरे पनि उहाँले गर्नु मात्र त्यो चाहिँ नगरोस्। हाम्रो चाहिँ काम राम्रो होस्, थोरै होस्, राम्रो होस्। तपाईँ केन्द्र सरकारलाई अहिले नयाँ बालेन सरकार आएको छ, के भन्न चाहनुहुन्छ? उहाँहरूलाई मैले ध्यान आकर्षण गराउन चाहन्छु, उहाँहरूले आएर छिटोभन्दा छिटो उहाँले आएर चेक जाँच गरोस् र यसलाई चाहिँ हाम्रो चाहिँ राम्रोसँग बाटो बनाइदियोस्। न त यो बाटो चाहिँ हामी मान्दैनौँ, यसको लागि हामी आन्दोलन पनि गर्न तयार छौँ। तपाईँहरू आन्दोलनमा जाने बाटो अहिले पैसा निकासा भएको छ नि, निकासा चाहिँ नहुनु रोका गर्नु पर्यो। हस्, धन्यवाद दाजु। बाटो कस्तो देखिराख्नु भएको छ तपाईँले? बाटो त अब कहीँनिर लेभलिङै मिलाएको छैन, यहाँदेखि चोकसम्म पनि पट्या पर यस्तो छ बाटो। ढर्को एकतिर ढर्को छ, एकतिर गहिरो छ। कहीँ अलिकति अब हाम्रो त पट्यापरा स्कुलमा अलिकति त्यो सरकारी स्कुल त हो नि, जे भए पनि स्लोपिङको दिनको लागि हामीले 2 महिना अगाडि नै भनेको थियो, सरलाई पनि भनेको थियो। अनि सरले वडा अध्यक्ष कसलाई कल गर्नुभयो, तर स्लोपिङ हामीको अलिकति पनि छैन, किनभने त्यहाँनिर बच्चाहरू पढ्ने ठाउँ हो, एक्सिडेन्ट हुनसक्छ भोलि पर्सि गएर। बाटो एकदमै गुणस्तरहीन भएको छैन, राम्रो भन्नु बाटो राम्रो छैन। यो 1 सालदेखि 1.5 सालसम्म जान्छ। रोड के छ भन्नु त? यो रोड जुन छ नि, यो त रोड वास्तवमा यो भ्रष्टाचारीवाला रोड हो सर। यो रोड यस्तै हुन्छ। यो मेयर के गरिरहेको छ, किन अनुगमन गरेको छैन अहिलेसम्म? किन यो अहिले अलिकति वर्षामा यो पानी लागिरहेको छ, यो कहाँ छ? यो मसला छ, यसमा मसला
यो त 6 महिनामा अल्किहाल्छ। जानकारी गराइदिउँ, मेयर बाहिर रहेछन् तर अनुगमन अरू पनि छन्, उहाँहरू आउनु भएको छैन। ल म यस्तो तपाईँको मार्फत मिर्जाजी तपाईँको मार्फत म मेयर साहबको भनेर चाहन्छु कि यो तपाईँ आएर यहाँ मेयर साहब तपाईँ आएर यहाँ अनुगमन गर्नु, राम्रोसित काम गराउनु। यो जनताको यो आँखामा झोलो नट यो केन्द्र सरकारको पनि बजेट रहेको छ होइन, केन्द्रको पनि इन्जिनियरहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ केन्द्रतिर? केन्द्रको इन्जिनियर के भन्न चाहन्छु त यो इन्जिनियर जुन केन्द्रको इन्जिनियर जुन छ यो राम्रोसित काम गराएको छैन। यिनको रेखदेख त लोकल नेताहरू छ नि, यो लोकल जुन मेयर साहब छ वडा अध्यक्षको यो दायित्व हुन्छ नि यो रेखदेख गर्नको लागि। कहाँ यहाँ केन्द्रबाट सरकार थोरै आउँछ हेर्नको लागि, यो मेयर साहबको अन्डरकटमा भइरहेको छ काम कस्तो गुणस्तरीय हुन्छ? पुरै एकदम काम राम्रो भएको छ। यहाँ हेर्नु त यो के भइरहेको छ, यो अल्किरहेको छ गिटीहरू, यस्तै काम हुन्छ। ल अल्किसक्यो गिटीहरू, सानो टुक्राहरू त अल्किसकेको छ गिटी। म मेयर साहब त्यही भनिरहेको, मेयर साहब आएर तपाईँ एक्सन लिनु यसमा। को छ ठेकेदार, को छ ठेकेदार होस् कि को होस्, तपाईँ आएर एक्सन लिनु। फेरि यो सरकार त वास्तवमा बनिरहेको छ नयाँ सरकार, यो भ्रष्टाचारी मुक्त हुन्छ यो नेपाल। तो देखलिए तो मसला कम पड़ल छे, पहिनो गिट्टी नहीं देने छलिए त ना। पूरा रोड केना छै? बढ़िया छै? नहीं देखे छियो कतो नेमा त कतो ऊंचा, ई सब बिरे के मारते क्या दिन टिकते। देखियो तो ई सब में मसला डाल छे। की लागे छी नया इंजीनियर रहता है ना? नया इंजीनियर छले के पुराना इंजीनियर छले। आप गाड़ी सो जानते नगर जानते, हम सब तो जनता छिए। लेकिन जनता के नजर में यहाँ देखे छै रोड बढ़िया बनले छै? रोड बढ़िया नहीं छे, खराब पानी लागल छे, अखनिया तक पानी लाग